अहिले चाहिँ हामी आफै यो भर्याङ चढिरहेछौँ। पुरै के हो पुरै यो पुरानो सामानहरू माटोको त होइन कि यो भर्याङ चाहिँ पुरै ठाड्दै ओह्रालो छ कि यो चाहिँ फेरि के हो के यहाँ माथि टाउको नै छैन क्या, तर तल चाहिँ यस्तो पुरै ज्यानहरू छ कि। कम्बोडियाको मात्र नभएर विश्वकै सबभन्दा ठुलो हिन्दू मन्दिरको हामी त्यसलाई टपमा आइपुगेका छौँ। आमा हिजोका राति यहाँ लुगा चोरी हुन्छ कि भनेर एकदमै डर लागिरहेको थियो मलाई। यो ठाउँलाई चाहिँ वेस्ट मेबोन टेम्पल भन्दो रहेछ क्या होइन। यो कम्बोडिया आएर पहिलोपटक यस्तो चलेको मैले थाहा। यहाँनिर पुरै धम्माधम गरिरहनु भएको छ। एकजना दिदीले मलाई बोलाउनु भयो एकजना क्या फेरि ओके बाई बाई। सायद यो साङ्ला हो जस्तो लागिरहेछ मलाई। साङ्लाहरू यसरी बनाएर खान्छन् यहाँको मान्छेहरू। भोजन भन्दा पनि भोक मिठो छ क्या। त्यति बेला हामी चाहिँ गाडी पनि चढिसक्यो र यहाँबाट दिस इज अप्सरा। यहाँ यसको भित्र चाहिँ यस्तो छ यो भात हो के हो थाहा भएन। यो देखेर चाहिँ मलाई धेरै नै अचम्म लागिरहेको छ। भित्र पनि यहाँनिर हुनुहुन्छ दाइ चाहिँ। उहाँले चाहिँ कुराकानी गरिदिनु भयो नेपालबाट आएको भनेर। यतातिरको यो होटल हो कि के हो यार, बन्द छ जस्तो लाग्यो मलाई। मेरो हातमा चाहिँ यहाँनिरको टिकट पनि आइसकेको छ। यसलाई चाहिँ यहाँनिरको $37 चाहिँ उहाँले तिर्दिनु भयो क्या। नमस्ते साथीहरू, तपाईँहरूलाई स्वागत छ आजको मेरो अर्को नयाँ एपिसोडमा। विश्व साइकल यात्राको क्रममा यति बेला म छु क्याम्बोडियामा। आज मेरो तेस्रो दिन हो भने आज 20 जुलाईको दिन। हिजो म क्याम्बोडिया र थाइल्यान्डको बोर्डर पोइपेट बोर्डरबाट यहाँसम्म आइपुगेको छु। हिजो बेलुका चाहिँ म यो ठाउँमा सुतेँ र हिजो बेलुका चाहिँ म यहाँनिर टेन्ट हालेर चाहिँ सुतेँ। हिजोको रात एकदमै धेरै नै कष्टकर भयो। म हिजो रातभरि सुत्न सकिनँ किनकि लामखुट्टेले धेरै दुःख दियो अनि डर पनि अति नै लाग्यो मलाई होइन। किनकि यहाँनिर आइपुगेर पुरै रात परिसकेको थियो। अनि तर अहिले हेर्दै गर्दाखेरि चाहिँ यता साइडमा चाहिँ पुरै यो मन्दिरहरूकै एरिया रहेछ क्या, मन्दिरहरू बनिरहेको रहेछ। अनि यहाँनिर चाहिँ यो पोखरीमा चाहिँ पुरै माछाहरू रहेछ कि। अनि माछाहरूले चाहिँ पुरै पौडी खेल्ने रहेछन् क्या माथि उफ्रेर। अनि कोही हिँडेर आइरहेको छ कि भन्ने एकदमै डर लाग्ने छ कि। मेरो साइकल चाहिँ यहाँनिर छ। हिजो बेलुका चाहिँ यस्तो अवस्थामा सुतेँ। मलाई चाहिँ यहाँबाट यो ओछ्याउने डस्ना पनि दिनुभएको थियो, के अरे यो झुल पनि दिनुभएको थियो क्या मलाई। तर यो चाहिँ केही पनि काम लागेन किनकि लामखुट्टेले यति धेरै टोक्यो कि त्यो अनलिमिटेड क्या। रातभरि सुत्नै सकिने क्या। बिहान एकछिन निदाउँ भनेको फेरि बिहानै यहाँनिर के बज्दो रहेछ क्या मन्दिरमा के। आउने बेलामा चाहिँ म यताबाट आएको। अनि यतातिरको यो गुम्बा चाहिँ यस्तो छ होइन। यहाँनिर चाहिँ त्यो मतलब बच्चाहरू बस्ने छन् क्या, मतलब हिँडिरहेछन् नि होइन, मतलब सानो भित्सोहरू के, सानो बच्चाहरू बस्ने छन्। माथि पुरै काम गरिरहेछन् यिनीहरू होइन। अनि यहाँनिर चाहिँ धमाधम यसरी कम्बोडियाका मान्छेहरू पुरै काम गरिरहनु भएको छ। नमस्ते काम गरिरहनु भएको छ। यतातिर नि पुरै यो मन्दिर निर्माणको कामहरू पनि भइरहेको रहेछ क्या। मलाई यहाँनिर केराको पातमा यो बेरेर यहाँनिरको यो लोकल फुड दिइरहेछन्। यस्तो छ यो के हो थाहा छैन, यो भातै सस्तो छ। यो चाहिँ पुरै यस्तो हुने रहेछ है। यसको भित्र चाहिँ यस्तो छ है, यो भात हो के हो थाहा भएन। यसको स्वादै छैन कि। हिजो बेलुका सुत्ने बेला चाहिँ मलाई यहाँनिरको त्यो सानो त्यो भाइहरूले होइन बिच्छुहरूले चाहिँ मलाई यो कोक जस्तो ल्याएर दिएको थियो क्या। मैले मेरो यो टेन्ट सुकाउन राखेको छु होइन। यो धेरै नै गनाउने भएछ क्या, त्यही भएर सुकाउन राखेको एकछिन। यहाँनिरको हाइवे हो र म चाहिँ यता अगाडितिर जाने हो होइन। अघि बिहान चाहिँ आज घाम लाग्ला जस्तो भएको थिएन, तर अहिले चाहिँ एकदम बब्बाले घाम लागिरहेको छ। त्यही भएर मैले चस्मा पनि झिकेर लाएँ। म चाहिँ यहाँ भित्रबाट निस्केको। म हिजो बेलुका चाहिँ त्यहीँ भित्र गएर बसिरहेको थिएँ। अनि यो ठाउँको नाम चाहिँ के भन्दो रहेछ भनेर उहाँहरू त्यहाँनिर भएको मान्छेहरू कसलाई सोधिनँ मैले। तर मैले गुगलमा सर्च गर्दाखेरि चाहिँ यो ठाउँको नाम चाहिँ चोपबरी भनेर भन्दो रहेछ है। चोपबरी भन्दो रहेछ यो क्याम्बोडियाको। यो चाहिँ अब 23 किलोमिटरमा एउटा वाद देखाइरहेछ यहाँनिरको गुम्बा। अनि त्यहाँनिर गएर आज बस्ने भनेर जाँदैछु। यहाँनिर चाहिँ पुरै क्याम्बोडियाको खेतै देखिरहेको छु मैले। यता नि खेतै खेत छ, यतातिर नि खेतै खेत छ। यहाँनिर मलाई चाहिँ बाटो कति सानो छ कि छेउछेउ हिँडिरहेको छु किनकि पछाडिबाट गाडी आउँथेर देखिँदैन कि।
डेन्जर हावाहुरी चलिरहेछ के म यतातिरबाट आएको यहाँबाट चाहिँ म अगाडि बढ्नै सकिनँ क्या किनकि मेरो पुरै साइकलले लडौला जस्तो गऱ्यो अनि त्यही भएर म चाहिँ यहाँनिरको यो होटल जस्तो रहेछ यहाँनिर लगेर साइकल रोकेर बसिरहेको छु कि अब यहाँबाट मेरो गन्तव्य पुग्न चाहिँ 6 किलोमिटर बाँकी छ आज म पुग्ने भनेको गुम्बा पुग्न त्यही 6 किलोमिटर बाँकी छ कि यस्तो डेन्जर चलिरहेछ कि हावा होइन क्याम्बोडिया आएर पहिलोपटक यस्तो चलेको मैले थाहा पाएको कि यतातिरको घरहरू चाहिँ यस्तो छ है यहाँनिर जस्ताले छाएको नेपालतिरको जस्तै यो घर पनि रहेछ होइन यो कटेज भनेर भन्छ नि होइन अनि मान्छेहरू अझै पनि त्यतातिर बसिरहेछन् कि त्यो रुखको फेदतिर तर मलाई चाहिँ एकदम डर लाग्यो रोकेर बस्नको लागि किनकि अघि चाहिँ यो बत्तीको तारहरू पनि पुरै हल्लिरहेको थियो कि यो होटल हो कि के हो यार बन्द छ जस्तो लाग्यो मलाई यहाँनिर चाहिँ होटल जस्तो देखिन्छ तर कोही पनि रहेन चाहिँ कि साइकल त्यता हालिदिउँ जस्तो लागिरहेको थियो फेरि मलाई हाल्न डर लाग्यो एकछिन म वेटिङ गर्छु पानी एकदम खतरै पर्छ त्यो घरमा त कोही पनि मान्छे नबस्ने रहेछ एकदम धेरै डर लाग्यो त्यहाँबाट अनि हिँडेँ म अझै नै पानी परिरहेछ त्यही पनि हिँडिरहेको छु म यहाँबाट पनि यतातिरको घरहरू यस्तो छ है सबैतिर पुरै क्याम्बोडियाको झन्डा देखिरहेछ यहाँनिर पनि एउटा गुम्बा त रहेछ यहाँनिरको वाद त रहेछ तर यहाँ चाहिँ जान्न म पानी पनि परिरहेछ सोचिरहेको छु के गरौँ नेम डाभिड या च्यान्डी उहाँले चाहिँ मलाई सोध्नु भयो तिमी कुन चाहिँ धर्म मान्छौ भनेर सोध्नुभयो मैले भन्थेँ म चाहिँ बुद्ध धर्मलाई मान्छु बौद्ध धर्मलाई मान्छु किनकि भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनी भन्ने ठाउँमा भएको हो अनि हामीलाई चाहिँ सानै कक्षादेखि भगवान गौतम बुद्धले दिन खोज्नु भएको शान्ति र सन्देशको बारेमा चाहिँ विद्यालयहरूमा अध्यापन गराइन्छ भनेर पनि मैले भन्थेँ होइन उहाँले आजको यहाँ लागि यहाँ सुत्न मिल्छ भनेर भन्नुभएको छ अब हेरौँ यहाँनिरको अनुभव कस्तो हुन्छ होइन मेरो साइकल त्यहाँनिर राखेको छु है मैले मेरो ज्यानले आराम खोजिरहेको छ कति समय लाग्छ सुत्न दिनुहोस् भनेर भनिरहेको छु या मलाई धेरै भोक लागिरहेछ अनि हिजो बेलुका मैले खाना खाएको थिएँ तर आज मैले खाना खाएको छैन भनेर उहाँहरूलाई मैले भने त्यसपछि मलाई यो चक्लेट जस्तो दिनुभएको छ कि यो चाहिँ मैले थाइल्यान्डमा धेरै खाएँ है तर क्याम्बोडियामा आएर चाहिँ पहिलोपटक म यो खाना लागिरहेको छु सायद सेम टेस्टै होला यो चाहिँ धेरै नै गुलियो हुन्छ कि अनि यहाँनिर चाहिँ मलाई भोजन भन्दा पनि भोक मिठो छ कि त्यही भएर म यो खाइरहेको छु कि होइन खानै खाएको छैन आज मैले पर चाहिँ यहाँनिर लुगा धुन हालेको छु कि सरापमा अनि उनीहरूलाई चाहिँ सोधेको मैले यहाँनिर लुगा धोएपछि सुकाउने कहाँनिर हो भनेर सोधेको यताबाट आएको उता अगाडि नै सुकाउनु मिल्छ होला भनेको भरे यिनीहरूले त मलाई यहाँनिरको सुकाउने या दिस उनीहरूले त मलाई यहाँनिरको सुका भनेर भनिरहेछ कि साथीहरू कम्बोडियामा आज चाहिँ भगवान गौतम बुद्धको पवित्र दिन रहेछ होइन अनि त्यही भएर यहाँनिर मान्छेहरू चाहिँ यति धेरै जम्मा भइरहेको छन् कि होइन यो देखेर चाहिँ मलाई धेरै नै अचम्म लागिरहेछ कि यस्तो हुन्छ भनेर चाहिँ मैले सोचेकै थिएन होइन आज बिहानै यहाँ चाहिँ मलाई खानेकुरा दिइरहेछन् होइन अनि म चाहिँ भगवानसँग पुरै प्रार्थना गरिरहेको छु कि भगवान यो चाहिँ गाईको मासु नपरोस् भनेर यहाँनिर चाहिँ पुरै नेपालतिरको जस्तै यो यहाँनिरको महिला दिदीहरू चाहिँ भाँडा माझ्दै हुनुहुन्छ यहाँनिर यसरी पुरै यो पुसेर पनि राख्ने चलन रहेछ क्या धोएर अनि पुसेर राख्ने चलन रहेछ कि यहाँनिर पुरै धम्माधम गरिरहनु भएको छ अब उहाँहरूसँग कुराकानी गर्नुहुन्थ्यो एकजना दिदीले मलाई बोलाउनु भयो के भन्न खोज्नु भयो अनि त्यसपछि सबैजना हाँस्नु भयो क्या तर मैले उहाँहरूको कुरा चाहिँ बुझेन क्या फेरि ओके बाई 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 अनि म चाहिँ खाना खान लागिरहेको छु अहिले चाहिँ यहाँनिरको 11:44 भयो अनि यहाँनिर चाहिँ यहाँनिर क्याम्बोडियाको यो खाना छ यहाँनिर चाहिँ पोर्क रहेछ त्यसपछि यो गाजर पनि छ है गाजर नै हालेर खाने छन् अनि यहाँनिर चाहिँ भात छ अनि त्यसपछि यहाँनिर चाहिँ माछाहरू पनि छ है यसरी यस्तो भाँडो छ अघि नै चाहिँ मान्छे सब पुरै प्याक थियो क्या यहाँनिर अहिले चाहिँ गयो क्या यहाँबाट होइन हिजो मैले यहाँ लुगा धोएर सुकाएको तर अझै पनि सुकेको छैन क्या तर मैले राति चाहिँ पानी पर्न लागेको थियो छिट्याइरहेको भएर चाहिँ उठाएर लिएर गएको थिएँ होइन यति धेरै लुगाहरू मैले पुरै धोएर सुकाएको छु
हिजोलका राति यहाँ लुगा चोरी हुन्छ कि भनेर एकदमै डर लागिरहेको थियो मलाई। अहिले 12 बजेको छ कि तर पनि घामै लागेको छैन कि, घामै मन्द मन्द मात्रै लागिरहेछ कि। भोलिपल्ट चाहिँ त्यहाँबाट म निस्किएर चाहिँ बाहिर जाने भनेर अगाडि बढिरहेको थिएँ, तर बिच बाटोमा पुगेर चाहिँ एउटा होटलमा गएर खाना खाएँ र बेलुका चाहिँ यहाँनिर गएर सुतेँ अर्को ठाउँमा होइन। अनि त्यसपछि फेरि त्यही ठाउँमा फर्केर फेरि खाना खान आएँ क्या फेरि होइन। अनि त्यहाँबाट चाहिँ अर्को ठाउँमा जाँदैछु म। गुड मर्निङ, नमस्कार साथीहरू, तपाईँहरूलाई स्वागत छ फेरि पनि अर्को मेरो नयाँ भिडियोमा। आज 24 जुलाईको दिन र हिजो बेलुका आएर चाहिँ म यहाँनिर चाहिँ बसिरहेको छु र आज चाहिँ एउटा खासमा जानुपर्ने हो, तर मेरो युट्युबको लागि भिडियो मैले हालेकै छैन क्या। क्याम्बोडिया प्रवेश गरेदेखि भिडियो हालेकै छैन र अनि यहाँनिर को एकदम ठुलो मान्छेले चाहिँ मलाई एउटा मन्दिरमा घुम्ने जाने हो भनेर भन्नुभएको छ र यो गाडीमा चाहिँ अब चाहिँ उहाँसँग सायद थाहा छैन, उहाँले मलाई एउटा मन्दिर घुम्नको लागि लिएर जाँदै हुनुहुन्छ। कुन मन्दिर लिएर जाँदै हुनुहुन्छ यहाँनिर चाहिँ मेरो सबै सामान यत्तिकै छोडेर चाहिँ यहाँबाट म निस्किँदैछु र यहाँनिर चाहिँ मेरो हातमा कोल्ड ड्रिङ्क छ। यति बेला हामी चाहिँ गाडी पनि चढिसक्यो र यहाँबाट त्यस्तै 30 किलोमिटर जति टाढा पर्छ भन्नुभएको छ मलाई अगाडि बस्ने यहाँनिरको ठुलो मान्छेले। अब हेरौँ कति टाढा छ। यतातिरको गाडीको अचम्मको कुरा चाहिँ के छ भने होइन, हाम्रो नेपालतिर चाहिँ यतातिर बस्ने मान्छेले चाहिँ गाडी चलाउनु हुन्थ्यो भने यहाँनिर चाहिँ यतापट्टि छ कि गाडी चलाउने ह्यान्डल अनि गाडी चलाउने ड्राइभर चाहिँ तपाईँले बस्नुहुन्छ कि। त्यही भएर यहाँनिरको बाटोमा चाहिँ खासमा नेपालतिर हो भने चाहिँ भित्रपट्टिबाट गाडी चलाउनु पर्ने हो भने यतातिर चाहिँ छेउपट्टिबाट गइरहेको छ कि, ठ्याक्कै उल्टो छ कि नेपालमा र यहाँनिर चाहिँ। साथीहरू अहिले हामी यहाँनिर आइपुग्यो। भित्र त एकदम पुरै एसी भएर मस्त मजा आइरहेको थियो, तर बाहिर चाहिँ लास्टै गर्मी रहेछ कि। यहाँनिर हुनुहुन्छ मैले अहिले ठुलो मान्छे भनेको चाहिँ। साथीहरू यति बेला चाहिँ यहाँनिर चाहिँ भित्र आइसक्यो र उहाँले चाहिँ कुराकानी गरिदिनु भयो नेपालबाट आएको भनेर र यहाँनिर चाहिँ उहाँले सायद टिकट लिइदिन लाग्दैन हुन्छ मेरो लागि। मेरो हातमा चाहिँ यहाँनिरको टिकट पनि आइसकेको छ र मेरो फोटो चाहिँ यस्तो आएछ है। यसलाई चाहिँ यहाँनिरको $37 चाहिँ उहाँले तिर्दिनु भयो क्या। सो थ्याङ्क यू भेरी मच, उहाँलाई धेरै धेरै धन्यवाद। यो चाहिँ टिकट चेक गर्नुपर्ने चाहिँ उहाँले चाहिँ मेरो टिकट चेक गर्दै हुनुहुन्छ। ओके वेलकम। र मेरो यहाँनिरको टिकट चेक गरिसके पछाडि चाहिँ यहाँनिर चाहिँ पुरै पल पार्ने चाहिँ चलन रहेछ। म आज एकदमै धेरै नै सक भइरहेको छु कि, किनकि उहाँले मलाई एकदमै ठुलो सरप्राइज दिनुभएको छ र मैले सोचिरहेको थिएँ उहाँले मलाई चाहिँ यत्तिकै यसो सामान्य मन्दिर घुमाउन लिएर जानुहुन्छ होला भनेर, तर उहाँले चाहिँ मलाई क्याम्बोडियामा रहेको एकदमै ऐतिहासिक मन्दिर, विश्वकै सबैभन्दा ठुलो मन्दिर अङ्कोर वाट घुमाउनको लागि चाहिँ लिएर आउनु भएको रहेछ। र यतातिरको अवस्था चाहिँ यस्तो छ, खासमा हामी आउन चाहिँ 4 जना आएको, एकजना चाहिँ पर नै हुनुहुन्छ ड्राइभर दाइ चाहिँ, र अनि 2 जना चाहिँ अगाडि हिँडिरहनु भएको छ अनि म यसरी पछाडि हिँडिरहेको छु। वेलकम टु अङ्कोर वाट। सो फाइनली साथीहरू यति बेला म क्याम्बोडियामा रहेको विश्वको सबैभन्दा ठुलो हिन्दू मन्दिरमा आइपुगेको छु। ChatGPT-का अनुसार यो अङ्कोर वाट मन्दिर क्याम्बोडियामा रहेको संसारकै सबैभन्दा ठुलो धार्मिक स्मारक हो। यो 12औं शताब्दीमा खमेर सम्राटले निर्माण गरेका थिए, अर्थात् यो मन्दिर 1120मा बन्न सुरु भएर 1150मा पुरा भएको थियो। यो मन्दिर बन्न झन्डै 28 वर्ष लागेको थियो। सुरुमा हिन्दू भगवान विष्णुलाई समर्पित भए पनि पछि यो बौद्ध मन्दिरमा परिवर्तन भयो। यो मन्दिरको क्षेत्रफल करिब 1602.6 हेक्टर अर्थात् 402 एकड़ क्षेत्रफलमा फैलिएको छ। यहाँ थाहा पाउनै पर्ने कुराहरूमा यो मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ र कम्बोडिया पुगेका पर्यटकहरूको लागि यो मन्दिर प्रमुख पर्यटकीय स्थल हो। यो अङ्कोर वाट मन्दिर खमेर वास्तुकलाको उत्कृष्ट नमुना हो, जसमा विशाल प्रवेशद्वार, विस्तृत मूर्तिकला र ठुलो परिक्रमा मार्ग छन्। यो मन्दिरलाई विश्वकै सबभन्दा ठुलो र पुरानो हिन्दू मन्दिरको रूपमा पनि लिन सकिन्छ। यो मन्दिर भ्रमण गर्नका लागि 3 तरिकाले टिकट लिन सकिन्छ।
जस्तै तपाईँहरू 1 दिनको लागि टिकट लिन तपाईँहरूले $37 तिर्नुपर्ने हुन्छ र 3 दिनको लागि $62 तिर्नुपर्ने हुन्छ र 7 दिनको लागि तपाईँहरूले $72 तिर्नुपर्ने हुन्छ। यो मन्दिर आफ्नो भव्यता, ऐतिहासिक महत्त्व र अद्भुत वास्तुकलाका कारण संसारभर प्रसिद्ध छ। अंकुरवातमा दैनिक आउने पर्यटकहरूको संख्या समय र परिस्थिति अनुसार फरक पर्दछ। कोभिड-19 महामारी अघि दैनिक करिब 7,000 देखि 8,000 पर्यटकहरूले अंकुरवात भ्रमण गर्थे। महामारीपछि पर्यटकका आगमनमा कमी आएको थियो, तर हाल पुरानै गतिमा पर्यटकहरूको संख्या बढिरहेको छ। यहाँनिरको सिडीको अवस्था यस्तो छ। या वी आर गोइङ। उहाँहरू चाहिँ धेरै फोटो खिचिरहनु भएको छ यतातिर। यहाँनिर चाहिँ यो छुन नपाइने कुरा यहाँनिर चाहिँ लेखिएको छ, कुदिएको छ क्या यो पुरै भित्तामा। यहाँनिर चाहिँ एकदमै डर लाग्ने रहेछ, किनकि हेर्न सक्नुहुन्छ पुरै अँध्यारो। यहाँनिर चाहिँ पुरै कस्तो बिचमा चाहिँ पुरै खाली जग्गा रहेछ कि। यो चाहिँ फेरि के हो कि यहाँ माथि टाउको नै छैन क्या, तर तल चाहिँ यस्तो पुरै ज्यानहरू छ कि। यतातिर चाहिँ पुरै के हो, पुरै यो पुरानो सामानहरू माटोको त होइन होला, पुरै माथिबाट झर्न चाहिँ यसरी झरिरहेछ नि कि। किनकि यो भर्याङ चाहिँ पुरै ठाड्दै ओह्रालो छ कि। अझै पनि माथिबाट मान्छेहरू झर्ने क्रम पुरै जारी छ। अहिले चाहिँ हामी आफै यो भर्याङ चढिरहेछौँ। तलबाट हिँड्दै मेरो त पुरै घुँडा दुखिरहेछ कि। आमामामा ठाड्दै उकालो रहेछ कि। अब यहाँबाट चाहिँ एकदमै भोपाल कुरा देखिने रहेछ। कम्बोडियाको मात्र नभएर विश्वकै सबभन्दा ठुलो हिन्दू मन्दिरको हामी त्यसलाई टपमा आइपुगेका छौँ। आमामा यहाँबाट चाहिँ झन्नै बबाल देखिने रहेछ। त्यहाँ पर पर्यटकहरू बसिरहेको रहेछ जस्तो लाग्यो मलाई। त्यहाँ पर मैले बिचमा देखिरहेको छु र यतातिर नि मान्छेहरू। अहिले चाहिँ म भित्रतिर जाँदैछु। यतातिर पनि हाइट। यहाँनिर चाहिँ भगवान् गौतम बुद्धको शालिग रहेछ भित्र र यहाँनिर चाहिँ धूपहरू अगरबत्तीहरू राखेर चाहिँ यहाँनिर चाहिँ पूजा गर्नुहुँदो रहेछ र भित्र चाहिँ भगवान् गौतम बुद्धको देख्न सक्नुहुन्छ। या दिस इज अप्सरा। अप्सरा यहाँ चाहिँ भगवान् अप्सरा त्यति धेरै राम्रै छन् है। यहाँनिर चाहिँ के छ भने होइन, त्यस्तो ठाउँमा पनि पुरै त आकृतिहरू कोरिएको छ कि पुरै वास्तुकलाका थ्रुबाट होइन। पुरै सर्पहरू हिँडिरहेको अनि भगवान्हरूको आकृति कोरिएको छ क्या। त्यस्तो ठाउँमा पनि पुरै क्या हेर्दा पनि क्या अचम्म लाग्ने क्या। हेर्नु न, त्यो फोटो खिच्दै हुनुहुन्छ। यहाँनिर चाहिँ अप्सरासँग, यहाँनिरको अप्सराहरू 3वटा अप्सराहरू छन्। अहिले चाहिँ हामी भित्रबाट पनि बाहिर निस्किसक्यो होइन। यतातिरको चाहिँ यस्तो रहेछ। यहाँनिर चाहिँ पुरै नरिवलको बोटहरू देखिरहेको छु मैले। अहिले चाहिँ हामी अङ्कोर वातबाट बाहिर निस्किसकेका छौँ। यो ठाउँलाई चाहिँ वेस्ट मेबोन टेम्पल भन्दो रहेछ क्या होइन। यो यहाँनिरको लोकल भाषा बुझिँदैन, तर यहाँनिर सबैमा अप्सरा लेखेको रहेछ होइन। यस्तो दामी छ कि क्याम्बोडिया यस्तो होला भनेर चाहिँ मैले सोचेकै थिएन क्या। अच्छा, यतातिर चाहिँ पुरै यो किराहरू पनि छ, खानेकुराहरू। क्याम्बोडियामा सायद यो साङ्ला हो जस्तो लागिरहेछ मलाई। साङ्लाहरू यसरी बनाएर खान्छन् यहाँको मान्छेहरू। परसम्म छ क्या, आँखाले भ्याउन सक्दैन क्या। एकजना त्यसरी बसेर चाहिँ चलाउनु हुँदो रहेछ। भित्र पुरै यहाँनिर हुनुहुन्छ दाइ चाहिँ।